एकदम तान्दा गाह्रो भयो त्यहाँनिर लुज छोडिदियो भने पनि यो भेलको कारण हुन्छ यो मिलेन भने त्यस्तो हुन्छ अच्छा भेल मिलेन भने के हुन्छ अरे टाइपिस मिलेन भने टाइपिस नमिल्यो क्या टाइपिट पिट रहेछ टाइपिट नमिलेमा के हुन्छ अरे सर भन्नुहोस् त स्टार्ट हुनुभन्दा कम्प्रेसर रसी तान्दाखेरि तपाईँको चोक अड्किन्न के चोक अड्किन्न कम्प्रेसर हुन्न कम्प्रेसर आउन्न रसी फ्री हुन्छ होइन फेरि भन्दा तपाईँले यो चापेर नचापेको बराबर यस्तो हुन्छ कि यो साइडमा यो डी कम्प्रेसन चाप्नुहुन्छ नि त्यो चाप्नु एउटै जस्तो भयो क्या त्यसको अच्छा यो फलाइले घुमेको अब यसलाई सेटिङ गर्ने कसरी कति टाइट छ भनेर गर्न लाग्यो यो दुईटा नट खोलेर यो टाइपिस गर्दा तपाईँको ब्लेड ठ्याक्क बिचमा ब्लेड राख्दा तल र माथि यसरी नछोइयोस् ए बिलेटलाई ए ब्लेड त्यतिकै फ्री हो अनुमान गर्ने त्यतिको ठाउँ तपाईँको यति छ नि यति ग्याप यहाँ चाहिँ बढी भयो भने नि टिकिसिकी फालिदिन्छ फुत्किन्छ यो अहिले धेरै छ थोरै छ ठिक्क अझै यतिकन बढी छ यो कसरी त कु गर्ने यो तपाईँको यतापट्टि यो नट खोलेर लाग्छ अनि पेजले कस्ने कसेर तलमाथि हुन्छ यो हैन स्क्रुप लाग्छ तलमाथि गर्ने उता यो किन हल्लेको यो केही यो हैन यो त तलमाथि चल्ने चाहिँ हो यस्तो गर्ने कि रसी तान्नुस् त थाहा हुन्छ यो गाडीको भित्र यसो गराएको देखाउँछ यसरी त्यही तपाईँको यो घुमाउँदाखेरि तलमाथि जान्छ एउटा तल जाने एउटा माथि आउने एउटा तल जाने एउटा माथि आउने गर्छ यो पनि मिलेन भने तपाईँको स्टार्ट हुन्न त्यो समस्या हुन्छ हैन यसलाई मिलाउनलाई अन्दाज गर्ने कि यो धेरै यो दुईटै तपाईँको कस्तो भन्दाखेरि पिस्टन ठिक उपर टपमा हुन्छ नि त्यो बेलामा यिनी बराबर लेभलमा हुन्छन् ए हुन्न त बराबर लेभलमा हुन्छ बराबर लेभलमा भइकन अहिले यो डाउन छ हेर्नुहोस् यसलाई घुमाउनुहोस् त आफ्नो लेभलमा आउँछ छोडिदिनु अझै घुमाउनुहोस् ल हेर्नुहोस् यो दुईटा फ्री भयो नि यो फ्री भएका बेलामा तपाईँको यो अलिक बढी छ अझै कम गराएर अब छोयो भन्ने गराएर दुईटै गराएर यो टाइट गर्ने त्यो भएपछि उता नट खोल्ने त्यहाँबाट रहेछ कि यो दुईटा त्यहाँ रहेछ 10 नम्बरको चाबी लाग्छ छप्ने अनि ढिला गर्ने यो त चाबीले त्यहाँ छोप्ने अनि पेचकसले हो बस्ने र ढिला गर्ने ढिला गर्ने हो त्यो